अस्पतालका कर्मचारी स्टाफहरूले ताली बजाएर स्वागत गरिराख्नु भएको छ। नमस्कार दर्शकबिन, वीरगञ्जको पावर हाउस नजिक रहेको दृष्टि आँख तथा नाक कान घाँटी अस्पतालको नवनिर्मित भवन र 11औं वार्षिक उत्सवको अवसरमा नेपालका पूर्व र प्रथम राष्ट्रपति रामवरण यादवबाट हुने कार्यक्रम भएकोले अहिले हेरिराख्नु भएको छ कि पूर्व राष्ट्रपतिजीको सामाजिक विषयको हेरिराख्नु भएको छ। एउटा बालिकाको हातबाट फुलमाला ग्रहण गर्दै पूर्व राष्ट्रपति रामवरण यादवजी अस्पतालमा विस्तार प्रवेश गरिराखेको अवस्था छ। गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति महामहिम डाक्टर रामवरण यादवजीको कर कमलबाट वीरगञ्ज दृष्टि आँखा तथा नाक कान घाँटी निर्मित भवन समुद्घाटन तथा 11औं वार्षिक उत्सव समारोह। आँखा केन्द्रका रेटिना रोग विशेषज्ञ डाक्टर प्रताप कार्कीज्यूलाई पनि आफ्नो स्थानमा राष्ट्र प्रेम र सम्मानका साथ कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई आफ्नो ठाउँबाट उठी राष्ट्रिय गानमा शरीक भइदिनु हुन म विनम्र अनुरोध गर्दछु। शिलापत्र अनावरणको लागि हाम्रो गेटको नजिकै शिलापत्र रहेको ठाउँसम्म प्रमुख अतिथि तथा अतिथिज्यूहरूलाई पुर्याइदिनु हुनको लागि हाम्रा साथीहरूलाई म अनुरोध गर्दछु।